दिनभरि काम गर्यो अनि राति हुन्छ। रातिमा छोराछोरीहरू आफ्नो आफ्नो गन्तव्यमा हुन्छन्, आफ्नो आफ्नो रुममा हुन्छन् होइन। अनि रातभरि जति बिसन्चो भए पनि यता फर्क उता फर्क होइन, यता उता पल्ट्यो उठ बस्छ, तँलाई के भयो भनेर एक शब्द सोध्ने कोही हुँदैन कि होइन। अनि बिहान उज्यालो हुन्छ, बिस्ताराबाट जुरुको उठ्यो होइन, तिमीलाई कस्तो भयो भन्ने सोध्ने पनि कोही हुँदैन क्या होइन। यस्तो जिन्दगी त कसैको पनि नहोस् भन्छु क्या मैले, यस्तो जिन्दगी कसैको पनि नहोस्। अनि सकि नसके उठ्यो होइन, काम गर्यो, तँलाई सन्चो छैन, तँ आज बिसन्चो छ तेरो ज्यानमा, त रेस्ट गर, म गरौँला भन्ने मान्छे पनि कोही हुँदैन। सक्यो नसक्यो उठेर काम गर्नै पर्यो होइन। त्यसैले यस्तो जिन्दगी भएर जिउनुभन्दा बरु भगवान्ले लगिदिएकै ठिक हो क्या। भगवान्कै प्यारो हुन ठिक हो जस्तो लाग्छ मलाई त है। एक बारको जिन्दगी, तैपनि सधैँ यस्तो ठुलो भएर कोही सोध्ने मान्छे, तैँले खाना खाइस् कि नै, तैँले आज त भोकै सुतिस् कि, अनि बिहान उठेर तिमीले नास्ता खायौ कि नै, तिमीलाई आज कस्तो छ भनेर सोध्ने मान्छे बिनाको जिन्दगी त यति टुहुरो हुन्छ। त्यो जिन्दगी यति टुहुरो जिन्दगी हुन्छ क्या, बिताउने गाह्रो हुन्छ। त्यस्तो जिन्दगी कसैको पनि नहोस् क्या होइन।